आफ्नैले जाउन खोज्छु चेप्दिन्छन् आफ्नैले जिउनलाई कहाँ जम्म अन्त जिउनलाई कहाँ जम्म अन्त मुटुले ठाउँ छोडिदिन्छ बाँच्ने रहर मरिदिन्छ मुटुले ठाउँ छोडिदिन्छ बाँच्ने रहर मरिदिन्छ आफ्नो जस्तो नहुँदा आफन्त आफ्नो जस्तो नहुँदा आफन्त कता जानु नि जिउनी भाग लिएन भन्छौ दाइलाई लिएर जिल्ला जान लागेको जग्गा पास गर्नलाई अब हिजो नै भन्नुभएको भए म अलि छिटै उठेर चिया बनाइदिन्थेँ नि होइन नि म लिन जान लागेको त्यो दाइको छोरो भतिज हिजो चौकी परेको रहेछ त्यसैले भेट्न जान लागेको नाइ नाइ पछि भन्छु नि ल अहिले जानुस् ए हो र दाइ गोरु पाउनु भयो भने हामीलाई पनि भन्नु है हाम्रो पनि गोरु छैन यसो मिलाएर हाम्रो पनि जोत्नुपर्छ हुन्छ बहिनी हुन्छ म गोरु पाएँ भने खबर गरौँला यो खनाया खर्क पुलिस चौकी कता पर्छ यहाँबाट अलि अगाडि जानुस् त्यहाँबाट दायाँ साइड ए यता हो र के भएर परेछ नि त नि खोइ हरिजीले त चोरीको केसमा हो भन्दै हुनुहुन्थ्यो भेट्न सक्नुहुन्छ तर नाम टिपेर इन्ट्री गरेर जानुपर्छ तपाईँको नाम भन्नु त जितबहादुर भण्डारी म बिरामी भएर त्यो दिन काममा नगइकन कोठामा बसिरहेको थिएँ एक्कासी कोठै अगाडि प्रहरीहरू आउनुभयो तैँले हाम्रो पिर नगर यस्तो ठाउँमा छस् आफ्नो ख्याल गर बर्खा पनि लाग्यो हल गोरु खोजेर खेतीपातीको काम तैँले नै सम्हाल्ने हो चोरीको केसमा के त्यसले गल्ती गरेकै हो त सिन्का 70सम्म चोरी नासी गरेछ कसैको केही सामान भेटायो भने पनि त्यो कसको सामान हो मान्छे खोजी खोजी फिर्ता गर्दछ हजुरको छोरो निर्दोष ठहरियो भने हामी उहाँलाई छोडिदिन्छौँ अहिले तपाईँहरू ढुक्क भएर जान सक्नुहुन्छ अब सम्झिनुहोस् त्यो जेलमै सड्यो सरिता ए सरिता ए ढोका त बन्द पो रहेछ होइन कहाँ गएछिन् हुन त म हरिजीलाई भेट्न आएको हो हरिजी त सहर जानुभएको आउनुभएको छैन क्यारे अब सहरबाट आएपछि नि भेट्नु पर्ला जान्छु बरु म त वर्षपछि आउँदा त चाबी पो लगाइरहेको रहेछ होइन कहाँ गयो होला निदहरू कोही पनि छैनन् हेर आँगन पनि चौरै जस्तो भइसकेछ बच्चाहरू आयो भने त फुटबलै खेल्छ होला होइन यो बुढो भनाउँदो र यो सौताको छोरी चाहिँ कहाँ मर्यो होला नि त के गर्नु र यस्तो घरको कति म त हेलो
हजुर म्याम भन्नुहोस्। सुन्नु न, त्यो जेलमा थुनेको केटा छ नि, त्यो केटा कुनै हालतमा नि निस्किनु हुँदैन नि। त्यसलाई जिन्दगीभर त्यही जेलमा सड्याउनुपर्छ। त्यो केटाको कोही आफन्तहरू भेट्न आउलान्, कसैलाई भेट्न नदिनु नि। सोचपोच लाएर त्यहाँ छुटाउन खोज्लान्। माथिको आदेश छ, छुटाउन मिल्दैन भनेर भनिदिनु। मैले बुझेँ, अब सम्झिनुहोस् त्यो जेलमै सड्यो। ए हस् 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 हस्। मम्मी कति बेला आउनुभएको? कहाँ गएर आउनुभएको नि तपाईँ? बजार गएर आएको। त कतिखेर आएकी? एकछिन भयो। अनि बजार चाहिँ किन जानुभएको? किन जानु नि, अब आफ्नो छोरो जेल परेको थियो, के गर्छ भने बुझ्दै गएको नि। घर राम्रोसँग बस्ने भए यो अवस्था आउँदैन थियो कि। निकै ठुलो मान्छे भएर बस्नु पऱ्यो। तपाईँ त्यसले कहाँ कहाँले जान लछाटपाट लाग्यो हेर्नुहोस्, के लछाटपाट लाग्छ। अहिले त यही गरेर आउनु पर्छ। ए म यो घरमा बस्नलाई आएको र तपाईँसँग? अनि के खोज्न आयो? मैसँग झगडा गर्न आएकी त? म तपाईँसँग न त झगडा गर्न आएको, न तपाईँसँग केही खोज्न आएको। यो घरको अधिकारको लागि म यहाँ आएको, बुझ्नुभयो? यो घरको अधिकार मेरो पनि छ। मलाई पहिला बिहा गर्दाखेरि के भनेर बिहा गर्नुभएको थियो तपाईँले? त्यो सोच्नु भएको छ? ठुलो कुरा गर्ने। ए तँलाई मैले नराम्रो भनेको थिएँ, त अर्का कुरा सुनेर लैलाई बेला घर छोडेर गयो कि हेर्नुहोस्। म कसैको कुरा सुनेर गएको होइन, म तपाईँको बेहुराले गर्दाखेरि गएको घर निस्केर, बुझ्नुभयो? अनि के खाना गएकी थिइस् त? किन आएकी त यहाँ? आएको आफ्नो अधिकार लिन आएको म। जा न, अब यो घरको के गर्नुपर्छ जा। अरे बोल्न त दिनु मलाई। भन्न यो घरमा अब मेरो अधिकार चल्छ, मेरो अधिकार, बुझ्नुभयो? हेरौँला कसरी तेरो अधिकार चल्दछ, म पनि हेरौँला। ल म पनि हेर्छु, हेर्दै जानु है त। गाउँले बोला कसको अधिकार बढी छ भन्ने कुरा सुनौ। म किन बोलाउनु गाउँले? तपाईँको अधिकार हो भने तपाईँ बोलाउनु न। तँलाई यो घरमा बस्न मन छ भने राम्रो व्यवहार गरेर बस, होइन भने जुन बाटो आएको थियो त्यही बाटो जा। जान्छु, जुन बाटो आएको थियो त्यही बाटो जान्छु जान त, होइन? तर मेरो अधिकार नलिकन म यो घरबाट कहिले पनि जान्न, बुझ्नुभयो? यो कुरा ख्याल गरेर राख्नु। कुन दिन दशा लाएर त जस्तै छ भेट भएछ। त्यतिखेर त खुब यस्तो गर्छु उस्तो गर्छु आकाशको तारा झार्छु भनेर फकाउनु भएको थियो त। अनि तैँले के भनेको थिइस्? घरमा जेठी बुढी हुँदा हुँदै बिहा गरेको छैन, मेरो बच्चाहरू छैन। खुब मन्दिर पल्टेर अर्कालाई मोनी लाग्यो कि मलाई मोनी लाग्यो। तैँले पनि त्यो कुरा थाहा थियो होला नि त। मेरो पछि लाएर आएको त्यसको ए नानी, ए छोरी छोरी। के को छोरी छोरी नि? छोरी हेर्दै जानु तपाईँको छोरी। तपाईँको छोरीलाई मैले कसरी घुमाउँदो रहेछु भन्ने कुरा मलाई मात्रै थाहा छ। केही लछाटपाट लाउन सक्दिनस्, हेरौँ आए पनि। ए सक्दिनँ, हेर्दै जानु न मैले के गर्दो रहेछु भन्ने कुरा मलाई मात्रै थाहा छ। उत्तिकै आएको छु म यो ठाउँमा, यो भिड पाखामा। केही न केही त मेरो पनि स्वार्थ छ क्या।
आउनुको कारण अब हेर्दै जानु न के हुँदो रहेछ। तालचा त लाछेन त कहाँ गएछ बुढी चुकुर मात्रै लाछ। होइन म आउने बित्तिकै बुढासँग चर्काचर्की गरेर बाजेँ, तर मैले यसरी बाज्नु हुँदैन थियो। मैले त बुढोलाई फकाउनु पर्थ्यो, किनभने बुढोलाई जति चर्केर बाज्यो त्यति बुढोको पनि ठुलो स्वर हुन्छ र बुढोले पनि फकिँदैन। मलाई थाहा छ उसको बानी त राम्ररी थाहा थियो नि, तर के गर्नु अब आफ्नो पनि त्यतिखेर मोडमा भर पर्यो। अरे म त के भन्ने के नभन्ने भएँ के। तर अब म बुढोलाई फकाउँछु, मेरो हातमा लिन्छु, किनभने छोरी पनि अब बिहे गर्ने उमेर भइसकेको रहेछ। यसलाई जसरी भए पनि बिहे गरेर पठाउनेतिर लाग्नुपर्छ। बुढालाई फकाएँ भने त र म नरम भएँ भने त बुढाले मानिहाल्नुहुन्छ नि, जे भए पनि म बुढी पो हुँ त। त्यसपछि यो सारा सम्पत्ति मेरो कब्जामा हुन्छ। ल आज जुवा पनि काटियो, अब ठुल्लाइको छोरीको बिहाको कुरो छ, त्यतै लाग्नु पर्ला अब। बुढो जुङ्गा काटेर हिरो बन्नुभएको छ त। आज यात्रा हो र? जुङ्गा काट्दै बुढी आज ठुल्लाइको छोरीको बिहाको कुरो चलाइदिएको थिएँ। केटा लिएर आइजन् त भन्नुभएको छ, त्यतै जानको लागि यसो दारी जुङ्गा त काट्न पर्यो नि। ए भनेपछि आज दरै मेजमा निम पर्नुहुन्छ क्या अरे? घरको आलु र भात के मिठो लाग्थ्यो र? हुन त हो बुढी, अब केटा लिएर जाउँ कस्तो खुवाउँछ नि के थाहा। ल बुढी त राम्रो बनाएर खाँदै गर्नु, म अहिले उतै लाग्छु है। हुन्छ, भरे चाँडै आउनु। ल लाता गोमा, म अहिले लागेँ, बेलुका चाँडै आउँछु। नमस्कार बुवा। नमस्कार, अनि टाढो जानुभयो? म यसै घुम्न लाएँ। अनि ए नानी, तिमी त रामबहादुरको छोरी होइन भने? हजुर बुवा। ए अहिले कति पढ्छौ रे? म 11मा बुवा। ए ल राम्रोसँग पढ्नु, असल ज्ञानी हुनु। अनि अहिले कता जान लाग्यो त बा? म पसलतिर जान्ला बुवा। ए अनि तिम्रो घरमा सबै परिवार आनन्दै छन्? आरामै हुनुहुन्छ। अनि तपाईँलाई कस्तो छ? अहिले सबै ठिक छ बा? ए हस्। ल राम्रो गर, राम्रो पढ, भविष्य बनाऊ। अहिलेको समयमा जथाभावी नहिँड्नु, खराब मान्छे छन्, समय खराब छ। 10 जनाले 10वटा कुरा सुनाउँछन्, यी कुरा बहुत विचार पराउनु। कुरो बुझ्यो? 10वटाले भनेको कुरा हावा लाग्ने होइन ल है त। अनि बाआमालाई चाहिँ ल बालाई मैले धेरै सोधेको छ भनिदिनु है ल। ल ए ल नानी ल ल ल बा ल ल ल ल छोरी ल ल बा ल।
बुढा यहाँ आउनु न चाहिँ। के भयो? यहाँ सुन्नु न बुढा, म आफिसमा आएर त्यत्तिकै हजुरसँग रिसाएँ के। म नरिसाउनु पर्थ्यो, रिसाएँ, मलाई माफ गरिदिनु है। अनि त्यस्तो गर्ने मान्छेले किन मलाई मुखै लाग्यो त? त्यतिखेर मलाई के भयो के, एकदमै म टेन्सनमा पनि थिएँ होइन। अब त्यो कुरा छोडिदिउँ बुढा। अनि यहाँ सुन्नु न, अब छोरी पनि जवान भइसकेको रहेछ होइन। अब छोरीको बिहे गरिदिउँ कतै। बल्ल तेरो घैटा घाम लाग्यो। मैले हेर बाबै, आफ्नो त्यति माया गरेर लिएर आएको श्रीमतीलाई कहिले हेला गरी होला त? तर तैँले मलाई मान्छे नै देखिनुहोस्, बुझिस्? होइन कि अब जे जस्तो भयो अब माफ त गरिदिनुहुन्छ होला नि त मलाई। भइगयो, तेरो बुद्धि फिरेछ। अब राम्रोसँग घर व्यवहार गरेर बसेस्। अब छोरी यही हो, अब छोरीको माया गर्नु, अब विवाह त गर्ने भनेकै छ नि। हजुरले टेन्सनै नगर्नु क्या। अब म छोरीलाई अब कति माया गर्छु भन्ने कुरा मलाई मात्रै थाहा छ क्या। हजुरले टेन्सन नलिनु अब है। ल माफ त दिनुभयो नि मलाई। अरे अब आफ्नो श्रीमती, यो ज्यानै तेरो, तँलाई माफ नदिनु त कुरै भएन नि। ल अनि के खाइस् त? मैले खाएँ के अनि हजुर? म अब आउँछु। अब चाहिँ के छ हेरौँ। अनि तैँले खाएको भए होइन म बनाइदिन्छु अहिले पछि। हजुर हात खुट्टा मुख धुनु न, जानु भित्र गएर पहिला उ गरेर आउनु। ल अनि हरिजी, ए सर पो हुनुहुँदो रहेछ। नमस्ते सर। टाढो हिँड्नुभयो सर? स्कुलसम्म जानु लागेको, त्यहाँ एउटा मिटिङ छ। साँच्चै एउटा कुरा सुनेको थिएँ हरिजी। कुरा के हो? के कुरा होला सर? तपाईँको दाइको छोरो जेल पर्यो भन्ने सुनेको थिएँ। के यो कुरा साँचो हो त? हो सर। होइन, त्यस्तो के काम बिगारेछ जेल जानुपर्ने? खै सर, चोरीको केस भन्छन्, तर भतिजले भन्छ मैले त्यस्तो काम गरेको छैन भन्छ। अब साथी सङ्गत गलत पर्यो कि कसैले फसायो कि केही कुरै बुझ्न सकेको छैन सर। अनि तपाईँ भेट्न जानुभयो त? म अस्ति भेटेर आएको सर। अनि कहिले छुट्ला जस्तो छ त? खै केही थाहै छैन सर। ल हरिजी, अहिले अलि हतार पनि भयो, मिटिङ पनि छ, पछि कुरा गरौँला है। हस् सर, हस्। नमस्ते सर। के गर्नु, आफूले नभने पनि गाउँभरि हल्ला फैलिसकेछ। राम्रो काम भएको भए कसैलाई थाहा हुँदैन थियो। यो नराम्रो कामको, नराम्रो कुराको सबैतिर हल्ला फैलिसकेछ। छोरी, छोरी, ए नानी, बाहिर आइस् त। ल बस, तँसँग एउटा सल्लाह गर्नु पर्यो। के सल्लाह हो र? के हुनु बाबे, तेरी आमा पनि छैन, म एउटा बुढो बाउ छु, एउटा भएको दाजु जेल परेर छ, यत्रो जग्गा जमिन छ, तैँले ताने छेस, कति दुःख गर्छेस्। तैँले आफ्नो भविष्य पनि त हेर्नु पर्यो। तेरो एउटा भएको दाजु जेलमा थुकिहाल्यो। अब म बुढोले मात्रै के नै गर्न सक्छु र? हेर, सधैँभरि माइती माइती भनेर बस्नु हुँदैन। तेरो उमेर पुगिसक्यो, त्यही भएर मैले तेरो बिहे गरिदिने विचार गरेँ। मेरो बिहे? म अहिले बिहे गर्दिनँ बा।
तपाईँ एक्लै हुनुहुन्छ, फेरि दाई पनि जेलमा हुनुहुन्छ। दाई एक दिन त निस्किहाल्नुहुन्छ नि, सधैँ त्यही बस्ने त होइन होला। फेरि हाम्रो दाईको केही पनि गल्ती छैन। गल्ती छ छैन तँलाई थाहा छ र? मलाई सबै थाहा छ हाम्रो दाईको बानी कस्तो छ भनेर। दाईले त्यस्तो केही गल्ती गर्न सक्नुहुन्न। त्यो त कानुनले भन्ने कुरा हो, हामीले भनेर हुँदैन। हेर बाबै, छोरीको जात माइतमा बस्दा गाउँ समाजले के भन्छ? उमेर पुगेको छोरी बाबुआमाले पालेर राख्यो, बिहे गरिदिनु पर्दैन थियो भनेर गाउँले कुरा काट्ने बाटो किन राख्यो? त्यही भएर अब म बुढो भइसकेँ, आफ्नो छोरीको नासो छैन कसैलाई जिम्मा लगाइदिनु पाएँ भने तेरो पनि भविष्य बन्छ, मलाई पनि मर्दा आनन्दले मर्न पाउँछु। बा, बिहे गर्दैमा भविष्य बन्छ भन्ने छ र? अनि फेरि मैले बिहे समाजको लागि गरिदिने हो र? समाजले त जे पनि भन्छ नि, बोल्नेको मुख थुन्न सकिन्छ र? अनि कस्तो बटारे कुराहरू चाहिँ जाने त? बाउसँग कुरा गर्ने तरिका यही हो। उमेर पुगेको छोरी माइता राखेर जिन्दगी निर्वाह चल्छ? अहिले तैँले अलिकति कुरो बुझ्नु पर्ने नि। हेर, तेरो दाजु भोलि जेलबाट छुटेर आउला, बिहे गर्ला, अनि तेरि भाउजू आउली, भएको श्री सम्पत्ति उसको हातमा हुन्छ। अनि त आफ्नो जिन्दगी चाहिँ रोएर बिताउने? बाउ छँदैमा बिहा गरिदिँदा के हुन्छ? अनि बिहे गरेर चाहिँ सुख हुन्छ भन्ने छ र? म बिहे गर्दिनँ। भाउजू आए पनि भाउजू आफ्नो दुःख गरेर खाने, म आफ्नो दुःख गरेर। म तपाईँको लागि त्यति नै बोझ भएको छु र? बिहे गर कि गर भन्नुहुन्छ? फेरि पछिको कुरा पछि नै सोचौला। मेरो पनि हात खुट्टा छ, म आफैले काम गरेर खान पनि सक्छु। मलाई कसैको आशमा बाँच्नु पर्दैन। अनि के कुरा रहेछ है तैँले? बाउआमाको लागि आफ्नो छोराछोरी कहिले बोझ हुन्छन् र? हेर, मैले कसैलाई वचन दिइसकेको छु। मेरो उमेर ढल्किसक्यो। पहिला पनि त्यस्तो बिरामी भएको थिएँ, तैँले नै औषधि उपचार गरेर लिएर आइस्। अस्ति ताका नि त्यस्तो बिरामी भई थलै परी, तैँले नै त्यत्रो दुःख गरेर औषधि उपचार गरेर बचाएर ल्याइस्। फेरि म त्यसरी नै थला नपर्ला भन्ने छ र? अब म त्यसरी थला परेँ भने नि उठ्न सक्छु सक्दिनँ मलाई थाहा छैन। त्यही भएर छोरी, मैले भने मान, म अहिले सधैँ छँदैमा तेरो बिहा गरेर पठाइदिन पाएँ भने मर्दा पनि म आनन्दले मर्न पाउँछु। मेरो कुरालाई नकाट बा। बा, तपाईँलाई मैले कति भनौँ? मैले भनिसकेँ त मैले अहिले बिहे गर्दिनँ भनेर। दाई पनि उहाँ हुनुहुन्छ, म पनि बिहे गरेर गएँ भने तपाईँको हेरचाह कसले गर्छ? यो घरको सबै काम कसले गर्छ? तपाईँले खाना पकाएर कसले दिन्छ? अनि औषधि कसले दिन्छ? त्यही भएर म अहिले बिहे गर्दिनँ, मलाई कर नगर्नुहोस्। बाउले भने मान, पछि बाउको वचन गर लाग्ला, तँलाई दाजु भाउजूले रोएर घरबाट निकाल्लान्। यो कुराको बहुत विचार गरेस्। पछि दाई भाउजूले हेरा गरेर घर निकाल्यो भने घर छोडेर जान तयार छु, तर अहिले बिहे गर्दिनँ। छोरीलाई भन्दा यसो भन्छ, तिम्रो आएपछि के जवाब दिउँ? उनलाई मैले वचन दिइसकेको छु, के गर्ने के नगर्ने। हजुर हस्। छोरी, ए छोरी, हजुर, पानी लिएर आऊ त बा बाहिर। हस्।
मनको सुख चाहिँदो रहेछ मनको दुःख कसले पो देख्छ बोल्न नि गाह्रो पर्दा नि साह्रो उस्तै परे बोलचालै बन्द